छाउगोठभित्रको पिँढीमा कति रातहरू एक्लै बिताउँछिन्। प्रकृतिले साथ दिन्छ तर समाजले किन टाढा हटाउँछिन्। छोयला भन्दै छाड्छिन् आँगनका उज्याला बाटाहरू। छोयला भन्दै छाड्छिन् आँगनका उज्याला बाटाहरू। आँसुका लहरसँगै उनी आफ्नै अस्तित्व जोगाउँछिन्। महिनावारी एउटा प्रकृतिको जीवन चक्रको उपहार हो, तर प्रथा भन्दै एक नारीलाई आज पनि किन सताउँछिन्। बाहिरी त रौनक छ, भित्री मनको चोट कसले देखिन्छ र यहाँ। बाहिरी त रौनक छ, भित्री मनको चोट कसले देखिन्छ र यहाँ। अधिकारका लागि बोल्दा आवाज पुस्तक किन बनाउँछिन्। कहिलेसम्ममा बल्छ घाम छाउगोठभित्रको अन्धकारमा। यो असमानता